उता हर्क सम्पाङले गाईलाई सोधे पनि माटो बाख्रालाई सोधे पनि माटो भन्छ अहिले भनेर भन्नु भएको छ। रासोपालाई घन्टी भन्न कसले होइन उहाँ चाहिँ अब आफैले त्यति गाली गरेर पनि हाइलाइटमा हैन सबैजनाले भिडियोलाई गाली गरेर भाइरल हेरिदिनु भएको छ हैन। अब सबैजनाले भिडियोलाई गाली गरेर चाहिँ हेरिदिनु भएको छ हैन। एउटा कुरा चाहिँ के हो भने राष्ट्रिय पार्टीको स्थापना चाहिँ 101 सुरुवात छन् क्या यहाँ स्पिकरहरु 101 खाडी मुलुकमा 52 डिग्रीको घाममा त्यो प्लास्टिकको झोलामा बनाउने फेक्ने हैन र मैले उहाँलाई के नेपाली हो क्या अनि त्यो कसले पठाएको 2079 पार्टी पठाएको पार्टीको स्थापित भयो हैन भनेपछि यस्तो बिग्रिदै गएर देश भ्रष्टाचारको खाडलमा हाल्ने चाहिँ 52 डिग्री पुरानो घाममा त्यो प्लास्टिकको झोलामा बनाउने खाएर बसिरहेको छ क्या हाम्रो नेपाली हो क्या हैन कसले पठाएको त यो राष्ट्रिय पार्टी पठाएको हो बालले कुलमानले पठाएको हो एउटा भनेपछि यस्तो बिग्रिदै ल्याएर देश भ्रष्टाचारको खाडलमा हाल्ने चाहिँ छैन भनेको पुरानो सत्ता उहाँ आफैले पनि थाहा पाउनुहुन्छ त्यसकारणले मैले के भन्छु भने यसो शब्द उहाँ बोल्नु न हैन अनि देश पार्टीको घर यसपालि दुईतला मात्रै बनाउनु भने क्या हो भनेर यो गरेको तर घर चाहिँ 10 तलाको भइसक्यो क्या तर उहाँ चाहिँ भर्खर जब स्टार्ट गर्नु भएको छ त्यो जबमा उहाँ आफैले पनि थाहा पाउनुहुन्छ हैन र उहाँ पनि 10 तलाको फर्याउस भन्ने शुभकामना दिन्छु म।